कृपया यहाँलाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दै रेडियो एकताका सञ्चालक तथा प्रस्तुता म्यानेजर स्टेसन म्यानेजर क्षितिज विश्वकर्मालाई पनि आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। रेडियो एकताका सञ्चालक तथा म्यानेजर प्रकाश मैनालीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। मैले आसन ग्रहण गराउनु पर्ने थुप्रै मान्छेहरू देखेको छु, थुप्रै व्यक्तित्वहरू देखेको छु। तपाईँ सम्पूर्णलाई यथास्थानमा आसन ग्रहण गर्दै यो घडीमा तपाईहरुको बीचमा एउटा भावनात्मक सन्देश पनि सम्प्रेषण गर्न चाहन्छु। आफ्नो थुप्रै सन्तानहरूको बीच सन्तान जन्माउनु, हुर्काउनु र केही वर्ष अगाडि मात्रै यो आजभन्दा 30 वर्ष अगाडिको नेपालको पृष्ठभूमि पनि हेर्ने हो भने साँच्चै नै अप्ठ्यारो परिस्थितिका बीचमा छोराछोरीलाई जन्माई हुर्काई सामान्य शिक्षा दीक्षाबाट दीक्षित गराउँदै छोराछोरीको सफलताका लागि अहोरात्र खट्नुभएका सधैँभरि छोराछोरीको भलो नचाहने कुन चाहिँ आमा बुवा हुन्छन् र ती आमा बुवाहरू मध्ये एकजना यस्ता आमा बुवा हुनुहुन्छ, एकजना यस्ता व्यक्तिका आमा बुवा हुनुहुन्छ। म उहाँहरूलाई ससम्मान स्टेजमा ल्याइदिनु हुनको निम्ति अनुरोध गर्दछु। म प्रिय सञ्चालक दिनेश खत्रीका बुवा कमलबहादुर खत्रीज्यू उहाँलाई स्वागत सम्मान गरिदिन अनुरोध गर्दछु। भाइ बहिनीहरू र मञ्चमा आसन गर्नको लागि अनुरोध गर्दछु। त्यसैगरी आमा चन्द्रमाया खत्रीज्यू म त्यसैगरी उहाँहरूलाई स्वागत सम्मानका लागि बहिनीहरूलाई अनुरोध गर्दछु। राइदिनु हुनको निम्ति अनुरोध गर्दछु। चन्द्रमाया खत्री। यसै बीचमा मैले छुटाउनै नहुने व्यक्तित्व आदरणीय रामप्रसाद देवकोटा आसन ग्रहणका लागि स्थानीय कलाकार तथा ब्युटिसियन निर्जला अधिकारीलाई हार्दिक अनुरोध गर्दछु। कृपया आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। म आसन ग्रहण गरिदिनु न। म आसन ग्रहण गरिदिनु हुन यस ल्यान्डमार्कका सञ्चालक जो लालबन्दीमा रहेको ल्यान्डमार्क उहाँकै सञ्चालनमा रहेको छ मुख्य लगानीकर्ता दिनेश खत्रीका प्रिय दाजु टिका खत्रीज्यूलाई मञ्चमा आई आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहण गरिदिनु हुनको निम्ति दिनेश खत्रीकी धर्मपत्नी अर्थात् यस कार्यक्रमकी प्रथम महिला जुना खत्रीलाई हार्दिक अनुरोध गर्दछु। म प्रिय दुईजना व्यक्ति जसले यो सारा समाजलाई सम्हाल्नु छ भने आफ्नो व्यवसायलाई पनि आगामी दिनमा दौडाउनु पर्नेछ। र म छोरा प्रतीक र छोरी प्रश्नलाई पनि स्टेजमा आएर परिचित भइदिन अनुरोध गर्दै यस कार्यक्रमको व्यवस्थापन गर्नुका साथसाथै समग्र व्यवसायको प्रवर्धन र व्यवस्थापनमा क्रियाशील ल्यान्डमार्क ब्रान्डका म्यानेजर आदरणीय व्यक्तित्व हितेश कुमारलाई कार्यक्रममा गरिमामय आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। हितेश जी। त्यसैगरी म आसन ग्रहण गरिदिनु हुन उद्योग वाणिज्य सङ्घका महासचिव आदरणीय दाई रामप्रसाद देवकोटाज्यूलाई अनुरोध गर्दछु। किनभने उहाँले यो कार्यक्रमको सुरुवातदेखि हालसम्म उत्तिकै भूमिका निर्वाह गर्नुभएको छ। म जोरदार तालीका साथ एकचोटि रामप्रसाद देवकोटाज्यूको निम्ति सम्मानका लागि अनुरोध गर्दछु। म ढिलो नगरिकन युवा नेता सन्तोष चौलागाईज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गर्ने क्रममा यहाँ मैले थुप्रै व्यक्तित्वहरू देखिराखेको छु। यद्यपि मेरो आँखाको भूगोलबाट छलिएर कोही रहनु भएको छ। जति उपस्थित हुनुभएको छ म यहाँहरू सम्पूर्णलाई सम्झँदै आसन गर्नको लागि अनुरोध गर्दछु। लालबन्दी नगरका उदयमान नेता अबका दिनमा युवाको हातमा नेतृत्व जानुपर्छ भन्ने बहस चलिरहँदा एकजना युवा यसै वडाका वडा अध्यक्ष कृष्ण कुमार कार्कीको गरिमामय उपस्थिति रहेको छ। म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। कृष्ण कुमार कार्की गोपाल। मैले प्रथम महिला जुना खड्काज्यूको आसन ग्रहणलाई जोडेको छु। प्रथम महिला प्रथम पुरुषकै साथमा रहँदाखेरि अत्यन्त आकर्षण देखिन्छ, आकर्षक हुने हुनाले कृपया यहाँलाई पनि अगाडि मञ्चमा रहिदिन अनुरोध गर्दछु।
दिनुहोस् तपाईहरुको बीचमा यी सबै कुरा गरिरहँदाखेरि मैले लामो समयसम्म बोलिराखेको छु। यी सबै कार्यक्रमलाई आकर्षण बनाउने क्रममा तपाईहरुको बीचमा प्रस्तुतिको लागि अब भने ढिलो नगरिकन हामी अनौपचारिक अर्थात् यो औपचारिक सेसनको प्रारम्भ र अनौपचारिक सेसनको अन्त्यका बीचलाई जोड्नको निम्ति हाम्रो बीचमा अबको प्रस्तुति रहनेछ कम्युनिटी वेलफेयर एकाडेमीको प्रस्तुति। तपाईहरुलाई स्वागत गर्दै प्रस्तुत गरिने एकदमै आकर्षक नृत्य जोरदार तालीका साथ म स्वागत नृत्यको लागि कम्युनिटी वेलफेयरका सम्पूर्ण भाइ बहिनीहरुलाई अनुरोध गर्दछु भने तपाईहरुको बीचबाट जोरदार ताली र समर्थनको अनुरोध छ। प्रिय मित्र, यहाँहरू सबै जो हामीलाई सुनिराख्नु भएको छ, अर्को टेन्ट हाउसको आवाज तपाईहरुको बीचमा पुगेको छ भने हामीलाई डिजिटलाइज गर्दै विश्वभरि पुर्याएको छ नवीन स्टुडियो नवीन राज सहनी, त्यसैगरी मुजफ्फरपुर भारतबाट आउनुभएका टेक्निसियन आशिष कुमारले। तपाईलाई अलिकति पृथक पनि लागेको होला यो लालबत्ती नगरमा यो अगाडि राखेर के गरिराखेको छ भने यस्तो केवल सुरुवात हो भन्ने जस्तै तपाईहरु सबैलाई थाहा छ। यो एउटा गीत छ नि सबै सुपरिचित गीत, यो त प्रिय केवल सुरुवात हो भने जस्तै आजको सुरुवातमा तपाईहरुको बीचमा आकर्षक नृत्य, त्यो पनि तपाईलाई स्वागत गर्ने भावनाका साथ कम्युनिटी वेलफेयर एकाडेमीका बहिनीहरुलाई जोरदार तालीका साथ स्वागत गर्दछौं।